नमस्कार दर्शकवृन्द, सर नमस्कार। नमस्ते। विशेष त हाम्रो एउटा रिलेसन हो दाजुभाइको, है गोर्खा जातिको रिलेसन हो। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ अब निकै अगाडि कई वर्षदेखि चाहिँ हामी आइरहेको छ र मैले जति पनि मोबाइल यहाँबाट पर्चेस गर्दाखेरि म हाम्रो दाजुकोबाटै पर्चेस गर्छु, किनभने हामी एकअर्कामा मिलेको नै बेस्ट हो। गोर्खाले पनि चिन्नुपर्छ। त्यही अर्थ नै म चाहिँ दाजुकोमा आएर जहिले पनि कुनै पनि मोबाइलहरू पर्चेस गर्दाखेरि विशेष दाजुकोमा आउँछु, एउटा रिलेसन राम्रो छ भनेर। त्यही कारण आज पनि एउटा नयाँ मोबाइल किन्न अति नै जरुरी भएको कारण चाहिँ म दाजुलाई कन्ट्याक्ट गरेर आएर चाहिँ आज यो OnePlus 13 चाहिँ दाजुकोबाट नि मैले पर्चेस गरिरहेको छु। फर्स्ट आउँदाखेरि त्यतिला V20 र उयो थियो, V10 थियो। यो पनि मैले तपाईँकोबाट नि फर्स्ट मार्केटमा आउँदा पनि मैले तपाईँकोबाट नि फर्स्ट टाइम किनेको थिएँ। तर त्यो टाइम अलिकति सोसियल मिडियामा चाहिँ आएन, किनभने अहिले त निकै नै अहिले रिल्स भयो, थुप्रै कारणले गर्दा सोसियल मिडियामा आइहाल्छ। त्यही कारणले चाहिँ पहिलाको चाहिँ अलिकति कस्तो देखाएन। तर योपालि चाहिँ अब दाजु आएर अलिकति पनि तपाईँ अब हामी आएर फ्रेङ्कली बोल्छ होइन, कतिवटा कुरामा उसको गफ हुन्छ। त्यही मेन कुरा चाहिँ त्यही हो, मान्छेले पैसा भन्दा कुरा चाहिँ एउटा रिलेसन राम्रो व्यवहार चाहिँ हुनुपर्छ मान्छेको एकअर्कामा होइन। बिजनेस त सबले गर्छ नि, तर एकअर्काको चाहिँ अब व्यवहार चाहिँ राम्रो हुनु पऱ्यो, रिलेसन राम्रो हुनु पऱ्यो। त्यही भएर म चाहिँ तपाईँको दोकानमा आउँछु र जहिले पनि आएर पर्चेस तपाईँको दोकानबाट गर्छु। हजुर।